साथीहरू यता दाल पाइसकेको छ, यहाँ दाल पाइसकेको छ, यहाँ भात पाक्छै पाक्दैन। ग्यासको एकदमै समस्या यहाँ पनि हैदराबादको ठाउँमा ग्यासको समस्या पनि देखिसकेको छ। हिजो हाम्रो जेठन साहबलाई ग्यास भर्न गएको, ग्यास पाइएन। अब आज मलाई पाउँछ कि पाउँदैन, यहाँ अब भात पनि पाक्छै पाक्दैन, एकदमै समस्या बढिसकेको छ इन्डियामा। देख्न सक्नुहुन्छ अब भात पनि पाएको छैन, ग्यास एकदमै सानो छ, ग्यासको बाट्ला पनि सानै छ। दाल त जसो तसो पकाएँ। अब ल साथीहरू, इन्डियामा अब के हुन्छ है। हिजो ग्यास भर्न गएर हिजो ग्यास पाइएको थिएन, अब आज पाउँछ कि पाउँदैन, अब भात पनि पाक्छै पाक्दैन, म दुधारमा परेको छु। साथीहरू ग्यास पाइयो भने भरेर राख्नु होला। अब यहाँ दाउरा साउरा बाल्न पाइँदैन, दाउरा पनि पाउँदैन, त्यस कारणले एकदमै समस्या होला जस्तो लागिसकेको छ है। तपाईँहरूको ठाउँमा के कस्तो छ इन्डियामा भन्नु होला। सबैजनाले भिडियो सेयर गर्नु होला। ग्यास चाहिँ सीमित रूपमा चलाउनु होला। प्राय होटल पनि लगभग ग्यास नपाइएको कारणले चाहिँ इन्डियामा होटलहरू बन्द भइरहेको छन् भन्ने मैले जानकारी पाएको छु। के कस्तो साथीहरू सत्य तथ्य भन्नु होला। जसो तसो दाल त पकाएँ, अब भात पनि अब सिटी लाग्न खोजेको छ। ल एउटा सिटी चाहिँ लाग्यो है।